हेलो गाइस, के छ? एकदम ठीक रमाइलो भइरहेछ नि एकदम। हाम्रो चाहिँ आज सेकेन्ड डे। हामी चाहिँ दमोलीबाट खाङसारसम्मको हिजोको यात्राको थियो। आज चाहिँ अब खाङसारदेखि तिलिचो बेस क्याम्पसम्मको यात्रा सुरु गरेका छौँ। हिजो अलिकति सबैजनालाई गाह्रो भएको थियो होइन एकदम है। हामी चाहिँ हिजो एकैचोटि दमोलीबाट यहाँ आउँदाखेरि चाहिँ एकैचोटि आएको हुनाले अलिकति गाह्रो भयो, सास फेर्न गाह्रो भयो। राति अलिकति हाई लागे जस्तो फिल भयो, तर अहिले सबलाई ठिक छ। अहिले कति 9 बज्यो, बिहानको 9 बजेको छ। हेरौँ हामी कति बजी पुग्छौँ, सबै कुरा हामी अपडेट गर्नेछौँ। हाम्रो सबै म्यानेज चाहिँ हाम्रो दिदीले गरिराख्नु भएको छ। दिदी के छ हालखबर? एकदम ठिक छ। यात्रा कस्तो भइरहेछ? रमाइलो। हजुरले गर्दा ढिलो भयो बरु। मैले गर्दा सबै किन्ने यताउता गर्ने यता मिलाउने गर्दाखेरि मैले अलिकति ढिलो गरेँ। ठिक छ, के गर्ने, सबैजना आफ्नो झोला मात्र बोक्दै निस्किँदै गऱ्यो। कोही यहीँ रित्तै छन्। हाम्रो चाहिँ जेन्जिली रोडको अध्यक्ष चाहिँ उहाँ हो। एउटा टोइलेट पेपर चाहिँ हातमा ल्याएर रहेछ। ठिक छ। अनि म्याम के छ हजुरको हालखबर? आज चाहिँ तपाईँलाई हो अलिकति चिन्ता देखेको होइन, हिँड्न नसक्ला जस्तो देखेको। सक्नुहुन्छ नि हिँड्न? हिँड्न सकिनँ भने म बाटोमा सुतेर भोलि मात्रै आउँछु। ल जानुपर्छ, जसरी पुग्नुपर्छ, यात्रा सफल बनाउनुपर्छ। बाबु के छ हालखबर? ठिक छु। ठिक छ नि? ओहो भोटे जस्तै हेर्दा हाम्रो ग्रुपको लम्बु चाहिँ उयो है, अलि बलियो मान्छे नि उयो। अलि सकेन भने सबलाई तालपुरै बोक्नुपर्छ सामान, सबैको सामान। अनि अर्को हाम्रो यहाँको सबैभन्दा रमाइलो मान्छे, तपाईँलाई म चिनाउनु जाँदैछु। उहाँ हुनुहुन्छ राजु सर, सुमन सर पनि भन्छ हामीले। सुमन सर तपाईँको हालखबर के छ? ठिकै छ अहिलेसम्म। अलिकति हिँडेकै स्यास्या बनायो है। तपाईँको पोसा घट्ने भयो त? घटाउनु पऱ्यो नि होइन? ट्याक्कै गएर ट्याक्कै 2 थाल भात बजाउने हो फेरि भएर होइन हो कि नै? यता हेर्नुहोस् न, मेरो जनताले तपाईँको अनुहार हेर्न चाहेको छ। यता हेर्नुहोस् त, ठिक छ नि? खोलिदियो हेट ल ठिक छ। एकछिन हिँडेको खोइ स्यास्या भइसक्यो। अब 6-7 घन्टा हिँड्ने योजना छ बेस क्याम्पसम्मको। यहाँको भ्यू हेर्नुहोस्। हो म्यामहरू भर्खर हिँडेको 2 मिनट भएन, पछि हिँड्नु थाल्यो त तपाईँहरू त। हेरौँ ल, 1400 हालेर नयाँ टोपी किनेको छ। 1400 हालेर नयाँ टोपी किनेको छ दुईजनाले। अनि माथि 2000 अरे ठिक छ। यो चाहिँ हामी चाहिँ यहाँ हिँड्दैछौँ। गाह्रो भएको थियो। यो चाहिँ अब तिल्चो जाने बाटो हो। यो देखिको सानो धर्छ जस्तोको चाहिँ यो बाटो। हामी यही दूरीहरू पार गर्दै जानुपर्छ। मान्छेहरू चाहिँ टन्नै छ है, टन्नै आएको छ है मान्छेहरू चाहिँ। कति धेरै छ अरे। भ्यू चाहिँ बबालाई देखिरहेछ। दिदी तपाईँलाई एउटा क्वेसन गर्छु होइन, एउटा क्वेसन छान्नु है। तपाईँलाई रस खाने बुढो ठिक कि अरूसँग बोल्ने बुढा ठिक भन्नु त? कुनै पनि ठिक होइन। एउटा छान्नु पर्दा चाहिँ कुन छान्नुहुन्छ? कुनै नै ठिक होइन, साँच्चै भन्नुभयो। अनि त्यसो भए कुनै पनि ठिक होइन भाइ। भाउजूले त तपाईँलाई पनि छान्नु भएन त यार। के फेरि भन्यो नि त? नछाने भएर 7 वर्षसम्म किनसँगै बसेर फेरि ओके है। गजब। हामी चाहिँ अहिले सिरखड्का आइपुग्यो। 4070 है कति छ हाइट चाहिँ होइन? दिदी अलि अगायो दाइ के छ? हाम्रो यहाँ दुईजनाले चाहिँ जेस भारी बोकेर हिँड्दै, अर्को खाली हिँड्दा नि हिँड्न सकेको छैन।
भ्यू चाहिँ यहाँबाट यस्तो देखिरहेछ। ल ब्लग स्टार्टिङ मेरोबाट च्यानलको नेपाली सब्स्क्राइब गरिदिनु ल पनि मिलाएर हेलो हेलो भने चाहिँ अहिले फ्याफे हुन्छ अलिकति माथि गएपछि त्यस्तै हो भ्यू चाहिँ अक्खा हुन्छ है। हेरौँ नि त यहाँ यता मेरो पछाडि उभिनु त कस्तो दामी आएको छ है भ्यू। मरत छ त नि सक्छ त नि सक्छ त कसैले सक्दैन नि फेरि। हामी दाइ तपाईँमा मात्रै खाली रहेछ अनि अरू चाहिँ पछाडि हाम्रो भरिया। अनि ठाउँ चाहिँ दामी हो तर हिँड्न चाहिँ लास्टै गाह्रो। नेक्स्ट टाइम अब खच्चडमा खच्चडमा अहिले खतड हुँदै हान्थ्यो होला यात्रा रमाइलो रहेको छ। यस्तो खोला झरनाहरू हामीले प्रशस्त मात्रामा देख्न पाउँछौँ। यो कालो कटेर जानुपर्नेछ। लगभग 2 घन्टाको यात्रापछि हामी चाहिँ अब हिँड्न अलिक गाह्रो भइसक्यो। यहाँ आराम गरेर बसेका छौँ सबैजना। दिदी दाइहरू त झन् पुरै सुतेरै बसे। भारी बोक्दै नि त आज त्यही भएर। यहाँको पछाडिको भ्यू चाहिँ कस्तो देखाएको छ भन्दाखेरि यहाँबाट हेर्दाखेरि चाहिँ हामी कुन ठाउँमा आइपुग्यो? कुन डाँडा कुन डाँडा हो? यहाँ आउनु न मेरो फोटो खिच्दिनु। म जान्न होला भन्नु न अब। कस्तो मिलेन क्या म त होचो भएर कि अग्लो भएर मेरो जिउ ठुलो भएर के नमिलेको मलाई। ओ म यो खप्याइदिनु त बाबु यहाँ पछाडि। ओ कति राम्रो देश। ओ माई गड यहाँबाट त ओहो हामी चाहिँ अहिले यो ल्यान्डस्लाइड एरियातिर आइपुगेका छौँ। यहाँ 2 जनालाई चाहिँ खै लास्टै गाह्रो भएछ। म्यामलाई पहिलादेखि दिक्लाब सुरु भएको छ। सासै गलेको केही फिल भएको छैन तर सास अल्टेको फिल भइरहेछ। यो अलिकति तिल्चेको अलिकति डेन्जर एरिया भनेर चाहिँ यसलाई नै चिनिन्छ है। यहाँ चाहिँ हावा हुर्यायो भने चाहिँ ढुङ्गाहरू खसेर आउने सम्भावना धेरै रहेको रहेछ। के लाइनै बस्नु पर्ने हो। ओहो भित्रतिर बस्नु है। अलिक कुनातिर बस्नु। हेलो हेलो Hey.
जाँदै गर्नु यहाँ बस्ने हो नि 15मा केटाहरू पोज दिँदैछ गाइस ल सबैभन्दा अप्ठ्यारो ठाउँ चाहिँ यही रहेको छ मान्छेहरू यात्रा गरेर फर्किसकेका छन् सबैभन्दा अप्ठ्यारो बाटो चाहिँ यहाँनिर छ यहाँनिर यहाँ चाहिँ अलिकति स्ट्रिक्टली नै अलिक काम नगर्ने रहेछ हेलो हेलो म्याम नमस्ते नमस्ते हेलो दाई हजुर कति केजी हो यो हजुर दाई धेरै छैन 40 किलो छ आम्मा यहाँ हामीलाई 5-10 केजीले यहाँ मार्नु लाग्छ दाइले 40 केजी बोकेर हिँड्नुभएको छ नेपालीलाई मान्नै पर्छ सबैभन्दा अलिकति अप्ठ्यारो एरिया चाहिँ यहाँ रहेछ कि बाटो पनि भित्र त्यस्तो छ पाला पिला आउनु पर्ने अवस्था छ अलिकति डेन्जर एरिया रहेछ यहाँ माथिबाट फेरि ढुङ्गा राखिराख्नु रहेछ दाइ के छ ठिक छ भइरहेछ ठिक छ हाम्रो जेनजीको अध्यक्ष चाहिँ बोल्नै सकेको छैन ट्रेक राम्रै चलिरहेछ दाइ ट्रेक राम्रै चलिरहेछ ओहो बाटो त कति केजी छ दाइ आम्मा हाइट हाम्रो नेपाली दाजुभाइहरू बेस क्याम्पदेखि लिएर आउनु दादाहरू छिटाउनुहोस् छिटो दाइहरूलाई जान्दिनँ हामी यता छौँ बाटो यस्तो छ यो निकाल्नु न यो तलको चुच्चो निकाल्नु न छोडिदिनु अहिले ओह्रालोमा छोडिदिनु कस्तो खाले हो र एकदम गाड्नु क्या त्यसलाई चुच्चोलाई गाड्नु बल्ल हामीलाई त चाहिँदैन हामी चप्पल लगाइन्छ हिँड्छ अन्त पेटै यहाँ चाहिँ सामान चाहिँ सिलिन्डरहरू चाहिँ यसरी बोकेर लगेको छ त्यसै महँगो हुन्छ अलिक तपाईँलाई खाजा त हालिदियो चुरीको जाडोले कालै भस्यो त हामी चाहिँ अहिले बेस क्याम्प आइपुगेका छौँ एकदम चिसो बढेको छ हामी बिहान 9 बजे हिँडेका थियौँ तर बिस्तारै सुस्ता हिँड्दा पनि हामी अहिले 5 बजे चाहिँ आइपुगेको छौँ हामी चाहिँ एकदम सुस्ता यसो पाइला चलेको थियौँ यो चाहिँ बेस क्याम्प रहेको छ